नमस्ते, मेरो नाम सुनिता किसान हो। म यहाँ काम गरेको 18 वर्ष भयो। अब सिजन अनुसार काम हुन्छ। पत्ती टिप्ने टाइममा पत्ती टिप्छौँ, अनि त्यहाँदेखि कलम काट्ने काममा हुन्छ, फरुवा खन्ने काम हुन्छ। धेरै कुराको डर हुन्छ नि, बिच्छी हुन्छ, खजुरो हुन्छ, सर्पको डर हुन्छ। काम गर्दै गरेको ठाउँमा दबाई छिटिदिन्छन्। अब हामी अघि काम गर्दै जान्छौँ, पछि दबाईहरू छिटिदिन्छ। गाह्रै छ नि। पोका बोकेर निक्लिँदाखेरि कतिपय मान्छेहरू लड्छन्, कतिको खुट्टाहरू मर्किन्छ, सर्किन्छ। तालिममा अब स्वास्थ्य सम्बन्धी धेरै कुराहरू सिक्यो। गम्बुट लाउनु पर्ने, अनि हातमा पन्जा लाउनु पर्ने, मास्क लाउनु पर्ने, अनि टोपी लाउनु पर्ने। अब टोपी चाहिँ छैन, हामी लुगा छोपेर काम गर्छौँ। यहाँ अब झोली हुन्छ, त्यो झोलीले यसो डोको जस्तो लायो अनि बोक्यो हिँड्यो। चोटपटक अब लाग्छ, कतिको काम गर्दा गर्दै हातहरू काटिन्छ, खुट्टाहरू काटिन्छ। धेरै नै समस्या हुन्छ नि काम गर्दा। त्यस्तो हुँदाखेरि चाहिँ लानुहुन्छ कम्पनीको मान्छेले उपचार गर्नलाई, गरेर ल्याउनुहुन्छ। यो सङ्गठनमा लागेपछि, काम गर्न थालेपछि, तालिम लिएपछि हामी यस्तो जोखिममा काम गर्दैथ्यौँ, त्यो अब हामीले थाहा भयो। मजदुरको लागि, आफ्नो लागि पनि मालिकसँग गएर यसो कुरा गर्न सक्ने चाहिँ भएको छु। स्वास्थ्य बिमाहरू गर्नुपर्ने रहेछ, सामाजिक सुरक्षा कोषमा पनि जोडिनु पर्ने रहेछ, हामीलाई थाहा भयो। यो विषयमा हामीले हाम्रो साउसँग पनि कुरा राखेको छौँ। हाम्रो समस्याको हल चाहिँ हुन्छ। ट्रेड युनियनहरू व्यावसायिक सुरक्षा र स्वास्थ्य, श्रमिकका अधिकार, रोजगारदाताको जिम्मेवारी लगायतका विषयवस्तुलाई अझ व्यापक बनाउनका लागि सामाजिक संवाद तथा सौदाबाजी क्षमता विकासमा सक्रियता बढाएका छन्। यो परियोजनाले गर्दा कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य सुधारका लागि रोजगारदाताको सक्रियता उल्लेखनीय रूपमा बढेको छ।